रहेछ मुवा झरना लुक एट द भ्यू यो चाहिँ भिरमौरी है गाइज जाँदैछौँ होइन बाटोको अवस्था कस्तो छ भने नि देख्न सक्नुहुन्छ लुक एट द भ्यू यस्तो बाटोबाट जानुपर्ने हुन्छ सो गाइस यहाँदेखि लड्यो भने नि सिधै खोलामा ओ माई गड माथि हेरौँ मौवा झर्ना चाहिँ गइँदैछ है गाइजहरू मौवा झर्ना हेर्नुहोस् सक्नुहुन्छ बाटोहरू हेलो म्याडमजी कता भएको के छ हाम्रा म्याडम कुन बाटो चाहिँ लाँदैछ नि कुन सो गाइस म झन् है ब्लग नबनाऊ भनेर सोचेको थिएँ अब यसो राम्रो ठाउँमा जाँदाखेरि होइन यसो आफ्नो सब्सक्राइबरहरूलाई अब त्यही 15-20 जना भ्युअरहरूलाई पनि म झर्नाको यसो रमाइलो दृश्यहरू देखाउँ भनेर है गाइजहरू अनि यो जाने बाटो चाहिँ सोलिङ गरेको छ देख्न सक्नुहुन्छ ल आयो भन त ओ कौन है उयो प्लास्टिकमा चाहिँ उता पुगेपछि भोक लाग्छ होला भनेर खाजा बोकेछ है गाइस सो हामी इधर है गाइस है गाइस हामी चाहिँ यो बाटो जाँदैछौँ त्यता ल भिड देख्न सक्नुहुन्छ ओ माई गड अनि माथिको भिड पहिरोले त्यहाँ हेर्नु अलैँची कान्छीले मलाई हिँडाएको छ गाइस ऊ माथिबाट रोटे जान्थेछ अलि तलबाट गोरेटो बाटो हिँडाएर तर कुनै पनि ठाउँमा घुम्न गयो भने चाहिँ नि हिँडेर गयो भने त्यो मेमोरी स्मरण धेरै के भन्नु जस्ट रमाइलो हुन्छ क्या बाइकमा गएको भन्दा चाहिँ हिँडेर जाँदा अलिकति रमाइलो हुन्छ मेमोरियल हुन्छ अब यसो अलिकति दुःख गऱ्यो भनेर गएकोमा घुम्न पनि मजा आउँछ नि त अब एकैचोटि टक्क ऊ माथि देख्दै छैनौ कि ऊ पार हे म झर्ना गाइस पुल हल्का देखिँदैछ धुम्म छ पानी लागिरहेछ पानी पर्नु खोज्दैछ बाटोको अवस्था यस्तो छ भिरै भिर घरले भिर जस्तोहरू छन् सो गाइज हामी चाहिँ मौवा झर्ना पुगिसकेका छौँ हेर्नु हुने त गाइज हेर्ने त मौवा झर्ना है त गाइजहरू मौवा झर्ना हामी पुगिसक्यौँ है पुल देख्न सक्नुहुन्छ ओ माई गड मौवा झर्ना हो कस्तो दामी गाइस ल है यहाँ देख्न सक्नुहुन्छ के देखाएको छ मौवा झर्ना ओहो कस्तो दामी बस्ने ठाउँलाई भत्काइदिएछ यहाँ चाहिँ फोहोर जलाउने गाइस अनि यहाँनिर लेखेको छ मौवा झर्ना कति राम्रो मौवा झर्ना सुन्दरी तिमी मनै लोभ्याउने फाल हान्दै बगिरहन्छौ तिमी साह्रै ठुलो चट्टानमा तिम्रो बास प्रकृतिले जन्म दियो तिमीलाई खास ईर्ष्या गर्छन् मानिसहरू तिम्रो रूप देखेर दुलही झै देखिन्छौ तिम्रो मुड हेरेर कहिलेकाहीँ हल्ला गर्छौ शिरमा पानी पर्दा रमाइलो लाग्छ हामीलाई तिमी फाल हान्दै जाँदा कुहिरोभित्र लुकिदिन्छौ कहिलेकाहीँ भावनामा गीत गाउँछौ एकहोरो बनी
वीर मौरी तिम्रो साथी आँखै तिर्मिराउने सजिएर बसिराख्नु है हामी हेर्न आउने बनाउने यो लेख्नुहुने मान्छे चाहिँ रामकुमार राई रहेछ फालेलुङ छ इङ्सुवा 5 तर है त मुवा झर्ना आगन्तुकहरूको लागि मलाई सो गाइज मुवा झर्नाको शिर चाहिँ यस्तो रहेको छ है गाइजहरू Oh my God, मुवा झर्ना सो यता चाहिँ होमस्टे जस्तो छ होइन होला त्यो त एकदम राम्रो राम्रो भ्यू छ है गाइज हामी कहाँ छौँ मुवा झर्ना गाइज मुवा झर्ना यता चाहिँ मेरो बुढे देखो न गाइज देखो इधर मुवा झर्ना इधर जिद्दी हेरौँ न मुवा झर्नाको शिरमा नगए नहुने लडिन्छ अप्ठ्यारो छ भनेको जानै पर्ने अरे क्या गाइजहरू पर अप्ठ्यारो लेउहरू हुन्छ चिप्लो हुन्छ लडिन्छ सबै भिजी जाने भयो नि गाइज मुवा झर्नाको शिरमा जाँदैछौँ है गाइज हामी चाहिँ अब भइसके सकिएछ भने माथिबाट तल झर्दै गरेको पानीको हामी दृश्य देखाउँछौँ है त कस्तो कस्तो हुने हो मलाई चाहिँ डर लागिरहेको छ माथिदेखि तल हेर्न त्यसै पनि माथिदेखि तल हेर्दा कस्तो जिउ जिरिङ्ग हुन्छ नजाउँ भनेको गाई चाहिँ त देख्नुहुन्छ पुल देख्नुहोस् हेर्नुहोस् यो चाहिँ म झर्नाको शिरको छेउमा छौँ है त गाइजहरू यहाँ पानीको एकदमै यो पानीको साउन्ड आइरहेछ त्यसले गर्दाखेरि म बोलेको नसुन्न सक्छ तपाईँहरूले त्यो देखिसक्नुहुन्छ माथि हेर्नु न गाइजहरू ए माथि यताको पानी ठुलो भयो अरे अनि झर्ना यताको ठुलो भयो अरे यताबाट झर्ने पानी चाहिँ सानो भयो अरे त्यही भएर चाहिँ हेर्नु न यता माथि पानी छेकेर लाने अरे हेरौँ न यहाँ छेकेर पानी चाहिँ यता पठाएर यता तलबाट अब अहिले दुईवटा झर्नाको दृश्य देखाउने अरे है त गाइजहरू डर लाग्यो मलाई त तल देखाउनै लडिन्छ नजाऊ तल नजाऊ लडिन्छ तल नजाऊ कस्तो डर लाग्दो छ नजाऊ है डर लाग्दो छ धेरै फ्याँक्नु न धेरै धेरै पानी फ्याँक्नु न दुई हातले गाइस हामी चाहिँ म झर्नाको मुनि झर्दैछौँ है अघि चाहिँ हामी माथि थियौँ र सुझाउ झर्ना चाहिँ उता पारि देख्न सक्नुहुनेछ मवा झर्ना चाहिँ भर्ती रहेछ है गाइजहरू अनि यहाँ जानकारी त अनुरोध म झर्ना खोइ के के यहाँ पानी पिउने ठाउँ पनि रहेछ देख्न सक्नुहुनेछ यहाँ टोइलेट यहाँ बस्नलाई यति राम्रो ठाउँ बनाइदिएको छन् गाइज मवा झर्नाको दृश्य गाइज मवा झर्ना वाउ नाइस 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 यहाँ पानी पर्यो के भने यहाँ बस्ने ठाउँ पनि रहेछ है गाइजहरू होइन तल नि हौ मुवा झर्ना गाइज मुवा मुवा झर्ना त गाइज अब हाम्रो चाहिँ खाजा खाने टाइम भइसकेको छ
अनि हाम्रो म्याडमजी चाहिँ यहाँनिर खाजा खानालाई रेडी भएर तयार अवस्थामा हुनुहुन्छ। के हो चाउचाउ अनि 2टा फेन्टा छन् अनि त्यही दुईटा कुरमुरे यस्तो छ है गाइस मोन्स्टर ल है त अब हामी चाहिँ खाजा खान्छौँ अनि त्यसपछि भेट्नुपर्छ है त ल यस मेरो चाहिँ फाटी गएको परेछ है हेपेर हेरौँ न गाइस यहाँ हेरौँ न चाउचाउ खोलेर खाएको अभागीको 3टा खर्सानी भागेमानीको मात्र 3टा मसला पर्छ अरे म चाहिँ अभागी रहेछु त्यो 3टा उयो खर्सानी परिरहेछ गाइस यहाँ चाउचाउमा ल गाइजहरू यहाँ चाहिँ भिरमौरी छ है भिरमौरी देख्न सक्नुहुन्छ भिरमौरी यो चाहिँ भिरमौरी है गाइज यहाँ झर्नाको यतालो साइडमा चाहिँ भिरमौरी रहेछ है त गाइज